वेलकम बैक टु माई च्यानल। यहाँ चाहिँ हाम्रो भाइ हरिश चन्द भन्दै बाबु हाम्रो च्यानलको नाम नेपाल बोय 2000 के गर्नुपर्ने हो? सब्स्क्राइब, लाइक र कमेन्ट हो सब्स्क्राइब गरिदिनु नेपाल बोय 2000 लाई। धेरै पछि चाहिँ हामी भ्लगमा आएको छौँ। हाम्रो चाहिँ यो रोड चाहिँ चौडा हुने क्रममा चाहिँ हाम्रो घरको चाहिँ वाल अनि गेट सबै गएको अवस्था छ। यस्तो छ हालत। अनि चाहिँ आज सटरडे मर्निङ एक्टिभिटिजमा चाहिँ हामीहरू चाहिँ अब चाहिँ यो इट्टाहरू मिलाउँदैछौँ, ढुङ्गाहरू मिलाउँदैछौँ है। आज चाहिँ हाम्रो गेस्ट पनि आउँदैछन्, मिस्टर जतिन चन्द, मिसेस दीक्षा चन्द, मिस्टर पार्थ चन्द, मिस्टर पारस चन्द र हाम्रो मामा। आज चाहिँ हाम्रो चाहिँ अब घुम्ने प्रोग्राम पनि छ। बिहान चाहिँ अब काम गरेर चाहिँ पछि घुम्न जाने हो। यहाँ चाहिँ छ मेरो हिरो बिन्टु। आज चाहिँ हामीले चाहिँ फटाफट काम सकेर घुम्न जाने प्रोग्राम छ। बिन्दु बसेको छ। हाम्रो चाहिँ यहाँ कार्यकर्ताहरू थपिएछन् काम गर्दाखेरि। हरिश यहाँ चाहिँ हाम्रो बाहुबली। हेलो के गरेर हो यार? ल यहाँ चाहिँ केटाहरू अहिले हाम्रो चाहिँ लेबरहरू थपिसकेको अवस्था छ है। फाइनल्ली घरको काम सकेर चाहिँ हामीहरू अब चाहिँ मामा रिसिभ गर्नलाई चाहिँ बाटोमा पुगिसकेका छौँ। वेलकम ब्याक टु नेपाल। देखिहाल्नु गाइस, इन्डियाको मान्छे आएको छ एक्सयुभी 9 कस्तो महिन्द्रा इन्डियन कार। इलेक्ट्रोनिक हो, इलेक्ट्रोनिक बहुत महँगी है। मॉडल का नाम है महिंद्रा एक्सयूवी 9। देख रहे हैं बाबू लाइन में फॉल फुल ना आप जैसे मैं तो यार याद नहीं पीछे निकले गाड़ी बनानी पड़ेगी। निकल में जाएगी शायद, अभी लग रहा है दूर से। मैंने अपनी बनाई नहीं थी। अब मैं आती हूँ। हामी चाहिँ पुग्यौँ इलेक्ट्रिक वाले की गाड़ी के लिए स्पेशल टायर बनता है ना, मुरी बाबर। ल गाइजहरु अब यहाँ चाहिँ पानीको चाहिँ फिक्स छैन है, पानी छ कि छैन। ल गाइज हामी चाहिँ अब मुरी भाबर भन्ने ठाउँ ठ्याक्कै हाटखोली भन्दा 1 किलोमिटर माथि पुगेका छौँ। लास्ट टाइम आउँदाखेरि चाहिँ एकदमै राम्रो एकदमै दामी पानी थियो। यसपालि चाहिँ भनेको जस्तो चाहिँ पानी भेटेन, तैपनि इन्जोय चाहिँ गर्नु पर्यो। लेट्स इन्जोय है गाइज, एडजस्ट गर्नु पर्यो। ये देखो आ रहा है मिस्टर जैन। ल गाइज फाइनल्ली चाहिँ पानी चाहिँ भने जस्तो भेटेनौँ, तर हामीसँग चाहिँ हाम्रो फ्यामिली छ। अब हामी फ्यामिलीसँग रमाउने छौँ कमै पानीमा पनि। हामीले चाहिँ सबै खानेकुराहरू चाहिँ बोकेर आएको छौँ। पानीमा चाहिँ खाएको चाहिँ रमाइलो नै बेग्लै हुँदो रहेछ। लेट्स इन्जोय।
दिखा भी कपड़े वो है तो हो गए सब ये दादू सब अब तो हो गया घर जा रहे हैं पाल वाला ये ल पानीमा खेल्दा खेल्दा चाहिँ एकदम थकित भएको अवस्था छ। अब चाहिँ बसेको के छ चाउचाउ नुडल्सहरू त्यो चाहिँ अब खाएर अलिकति पेट भर्नु पर्यो। ल गाइज फाइनली चाहिँ हामी चाहिँ अब लाग्यो धनगढीतिर। अब चाहिँ यहाँ यस्तो अवस्था पनि देखियो होइन हस्बेन्ड इज मोर एक्टिभ देन योर वाइफ यस्तो अवस्था आउँछ। हाम्रो भाइलाई एकदमै गाह्रो छ। चलो गया ल हाम्रो दीक्षा चाहिँ एकदमै थकित भएको अवस्था छ है। फाइनली हामी धनगढी पुगेर 1 घन्टा जति रेस्ट गरिसकेपछि हाम्रो चाहिँ क्याम्पसमा रहेको कमल रेस्टुरेन्टमा चाहिँ लोकल चिकन खानको लागि आइसकेका छौँ। ननभेज त खाइयो, अब भेजको लागि चाहिँ लाग्यो नेचर हाउसतिर। लेट्स गो।